मेरो साथी कतार जाँदैछ हो। मोदी है तो मुमकिन है। मोदीले बचाइहाल्छ मलाई। है लोकन्त्यलाई पनि लगाइदिउँ। जाँदैछ कतार, ब्याक टु द वर्क। लेट्स गो। ढोक्नु पर्दैन। अङ्गला मार्दैन के ढोक्नु। मम्मी मेरो लङ्गोटिया यार पनि जान्छन् हामीसँगै। अनि फर्स्ट हामी जाने हो वहाँ गोरुबथान। म आफ्नो क्लास लिन्छु, स्टुडेन्ट हो। त्यसको बादमा चाहिँ हामी 12 बजे त्यहाँबाट निस्किन्छौँ भनेर सोचेको छौँ। बागडोगरा एयरपोर्ट हामी जाँदैछ आज साथीलाई छोड्नुको लागि। के गर्नु अरे यो? किन? अन्त यहाँ हिलो छ, उता त हिलो छैन त अन्त। सबै हिलै छ। के भयो त अन्त? डोराउँदा भइहाल्छ त नि। डोराउँदा पिच रोड भए पो डोराउँदा पनि भएर त्यो नाथे गाडी यहाँ ल्याउनु पनि सक्दैन। यहाँ घुमाउने जग्गा छैन नि त हौ। यहाँ बालु छ देख्नु भएन? पिचले गरेर ल्याएको भए पनि हुन्छ नि। पछि गरेर ब्याक गरेर ल्याउन सक्दैनस्? बुद्धि छ भने सबै कुरो हुन्छ नानी। त्यो त हो, ठिकै भन्नुभयो। बुद्धिको भाडा बिर्को लागिरहेछ। ए फुपूले पनि खतरा दिन्छ र डायलग। जान्छु ल। खै मम्मीलाई अङ्गला मार्नुहोस् त। मम्मी त बिजी छ। बिहान दिन धुको आएछ धुको छैन। मम्मी जुमा मामी कहाँ गयो? रुँदैन होला नि। जुम बडी मम्मी। ब्याग लिएर गयो क्या? जुमा मामी ए हिँड्नु बस गाडीमा। ल मम्मी जान्छु। साथी धीरज पनि आइसकेको छ, हामीसँग जोइन गर्यो। तर अलिक लेटली आयो, हामी निस्किँदैछौँ। अहिले चाहिँ ड्राइभर यहाँ चेन्ज भएको छ, साथीले चलाउँदैछ गाडी। क्लास आइपुग्यो। अब 11:30सम्म क्लास लिन्छु, त्यसको बादमा चाहिँ हामी यहाँबाट निस्किने। क्लास पनि भइसक्यो। अब चाहिँ हामी निस्केको नानीलाई भेट्ने। अहिले एकछिन नानीलाई भेटेर चाहिँ हामी निस्किने सिलगढीको लागि। गोरुबथानबाट निक्लेको अब। गोरुबथानबाट निक्लेको अब। अहिले चाहिँ ड्राइभ म गर्दैछु। ड्राइभ गर्दैछ। पाली पछाडि बसेको छ, निन्द्रा लाग्यो अरे। सुत्ने अरे। सो हामी अहिले केएफसीको यहाँ कपेल मोड निरेको जुन केएफसी छ त्यहाँ हामी आइपुगेको छौँ। यहाँ केएफसीमा यहाँ अर्डर गर्दैछौँ हामीले 5 पिसेस लेग पिसवाला जुन चाहिँ छ त्यो। अनि बर्गर खाने भन्छ, हेरौँ अब के अर्डर हुन्छ। साथी यो चाहिँ अन डिमान्ड अफ कसको डिमान्ड हो यो? धीरजको डिमान्डमा। मजाले टोक अलिक हातमा तृप्त भयो। 5 पिसेस यो लेग पिस होइन यो? यो चाहिँ के हो? यो विङ्स। यो विङ्स, बर्गर अनि फ्रेन्च फ्राइज अनि पेप्सी। ढिँदा त चाहिँ केएफसी खुवाउँछु भनेर लिएर आएको होइन? केएफसी नखाएको बिहा आउँथेन नि त। आस्ते खा 5 मिनट पनि भएको छैन र सकिदिइहाल्यौँ हो हामीले काटेर। लेग पिस त खतम भयो त अब 5 मिनटमै। डाइरेक्ट गुगलमा पुरा केटाहरू खरिएर आएको छ। 4 बजीको फ्लाइट छ। हामी अब आरामले खाने भनेको। यस्तो भोगाएको छ केटाहरू, के कम दिँदैछ। सरी नानी, नानीले त हेर्दै हेर्छ। सरी छोरी।
यत्रो तानै भयो गर्न पनि कस्तो छ भाइ अझै ठुलो बाइट ठुलो बाइक ल अहिले फर्स्ट राउन्ड खाइसक्यौँ अब फर्स्ट राउन्ड खाइसकेको बादमा चाहिँ फेरि अझै एक राउन्ड खाने अरे हो केटाहरू यस्तो खरिरहेको सब यहाँ सकासप भइकन अब फेरि अर्को यसको वेट गर्दैछ अर्को अर्डरको ढिलो अगाइस अनि अर्को राउन्ड चाहिँ किन मगाएको त अर्को राउन्ड चाहिँ किन मगाएको अनुकुतिबाट के मगाइस् है अहिले स्ट्रिप्स अरे त्यो मसिनो होला हेरौँ न त स्ट्रिप्स कस्तो हुँदो रहेछ के अरे स्ट्रिप्स स्ट्रिप्स अरे चिकन स्ट्रिप्स चाहिँ कस्तो हुँदो रहेछ खाएर यस्तोतिरको पार्छ चिकन मात्रै हुन्छ ए यत्रोबाट ढेला चिकनको ढेला यत्रो ढेला हुन्छ नि त्यो छाती भनेको सिना यस्तोतिरको मासु ए बुझ्यो त्यो छातीकै मासु छ उयो लामो बनाएको हुन्छ बुझ्यो मनपर्छ त्यो भाल मासु मात्रै हुन्छ हामीले एफसी त सबैले खाइहाल्यौँ तर हाम्रोमा चाहिँ त्यो के अरे केचप बाँचेको थियो केचप चाहिँ हामीले प्याक गरिरहेको छौँ बिहान खोलेर त्यति छ यहाँ केचप सब्जी केचप हामी लिएर जाने हो अनि यो अर्को कागज चाहिँ रेडी पारिरहेको थियो यसमा पनि केचप आयो केचप पनि आयो यो सब हालेर लिएर जान्छु म सब यो पनि हालेर ए यो होइन यो खान्छस् न डिप्स यो दुइटै हो मिनिस खान्छस् केसँग हाल्ने अब खाने हो त यो दुई पोका भयो हामी यो चाहिँ घर लिएर नानीएर एउटा धीरजको देखा न धीरजको एउटा सिनाको पाट यो चाहिँ फलमासु ल सिनाकै त बाटो हो त ल लाम्चो पारेको हौ कति पिस छ यसमा 10 पिस छ भनेपछि तिनवटा अनि लास्टमा एउटा बाँचेको चाहिँ मैले होइन तिनवटा होइन 6 गऱ्यो 9 भयो मेरो एउटा बाँचेको चाहिँ मलाई भनेको यो त सक्यो होइन यो त आधा छ मैले एउटा लिएँ यो 3 नम्बर हो मेरो एउटा चाहिँ कसले बेसी खाएँ तैँले गाइस पेट भन्छ त म 2-4मा को यस्तो खुरापाती दिमाग लगाउने अनुपले त तँलाई भन्छ त जसले भिडियो बनाउँदा त सिङ्गिया ए भाइ यो 3 नम्बर हो मेरो भाइ 3 नम्बर हो मेरो 3 नम्बर हो मेरो यो खरिएको थियो धीरजले खाएर कस्तो छ मासु हलमा चाहिँ बेसी वकै लाग्दो रहेछ हड्डी नै मनपर्छ यसरी खानुपर्छ फुल पैसा बस्नु युनिटलाई खालि चाडिदिउँ न खाएर अब हामी निक्ल्यौँ हो दम्मै भएर अब चाहिँ हामी एयरपोर्ट निक्ल्यौँ केएफसीबाट बोकेर हामी निक्ल्यौँ निन्जा टोक्ली गयो नानीहरूले खान्छ घरमा होइन फाइनली पुग्नु आँटेँ एयरपोर्ट मेरो पारा आफै रोकिदिएको मैले चेक गर्न भन्दै क्या एयरपोर्ट नदु न हौ तँ फेरि के भएको जाँदिनँ म जाँदिनँ त्यस्तो भनेर हुन्छ क्या जानुपर्छ जाँदिनँ त्यस्तो भन्नु हुँदैन निक्ल्यो हेर जति नै भन्दा हाँसु निक्ल्यो धीरज त बिजी छ हेलो यो पेपेको एयरपोर्ट हामी फाइनली आइपुग्यौँ साथी नरु है त ल कमेन्टमा गाली आउँछ होला हौ मलाई त जाँदैछु टाढा धेरै यो पनि वार टाइममा त्यही त वार टाइममै राम्रोसँगले चाहिँ बस्नु त्यहाँनिर बेसी नै झगडा नगर्नु नि फेरि त्यहाँ
भोलि पर्सि बिहा गऱ्यो भने होइन छोराछोरीलाई भन्छ यस्तो टाइममा चाहिँ गएको थिएँ काम गर्नु बुझिस् कमाउनु यस्तो वर्ल्ड वार झन्डै हुँदा वर्ल्ड वारको बेलामा म गएको थिएँ काम गर्नुको लागि भन्थ्यो वर्ल्ड वार 3 को बेलामा कोरोना पनि भ्याइयो होइन साथी फाइनल गुड बाई राम्रोसँगले अब हाँसी मजाक हुँदै गर्छ होइन तर अब फाइनली राम्रोसँगले बस्नु होइन राम्रोसँगले काम गर्नु अनि दसैँमा भेटौँ दसैँ तिहारमा रमाइलो गरौँ होइन प्लान गर्नुपर्छ बाहिर जाने होइन दसैँ तिहारको बेलामा त कहाँ बाहिर जान्छ अरे भगवान् दसैँ तिहार खत्तम भइसक्यो टिकट त्यसको बाद जान सकिन्छ नि त ल ल ल ओके बाई ल तल पनि ल साथी साथी फाइनली गइहाल्यो अब हामी दुई भाइ चाहिँ निक्लेको घरतिर है सो गाइज सी इन द नेक्स्ट ब्लग बाई बाई